लाग्यो त पाथिभरा हिँड्दै हिँड्दै जाँदा एकदम रमाइलो लाग्यो जोस यात्रा सफल भयो राम्ररी पुग्यो है यो चाहिँ के भाडामा लिएर गएको टी सर्ट हो कि यो भाडामा होइन यो चाहिँ हाम्रो के भन्छ पैदल यात्राको टोली तर्फबाट पाएको टी सर्ट हो यो चाहिँ सबैजनाले यही टी सर्ट लाएर गएको हामी है उहाँ चाहिँ यस्तो व्यक्ति हो कि उहाँ चाहिँ दमकदेखि पाथिभरासम्म ठुलो पाथिभरासम्म हिँड्दै हिँड्दै पुगेर आउनुभयो होइन त्यो हिँड्दै हिँड्दै गएर उहाँको अनुहार हेर्नु कति कालो भएको छ होइन त्यो त पहिलेदेखि नै कालै हो तर उहाँ हिँड्दै हिँड्दै गएकोले उहाँ कालो हुनुभयो कपाल पनि लामो लामो थियो यतिकै लामो लामो थियो हिँड्दै हिँड्दै गएकोले त्यो हावाले कपालहरू सबै उडाइदियो होइन नत्र मान्छे चाहिँ एकदमै हेन्सम हो ल उहाँको यात्रा हेर्नु है त कस्तो रहेछ हेलो नमस्ते हामी चाहिँ आज पाथिभराको यात्रा हिँडेर ल हेर्नुहोस् है हामी चाहिँ एकदम टोली नै छौँ है ताप्लेजुङसम्मको यात्रा हाम्रो हिँडेर मान्छेहरूले भन्दा पत्याउनु भएन हिँडेर जाँदा है सोच्न नसक्ने कुरा पनि हो एउटा एक तरिकाले त तर पनि हामी चाहिँ सबैजना छौँ है जाँदैछौँ यात्रा सफल होस् हाम्रो है सबैजनाले यसो माया गरिदिनु होला थोरै थोरै है भिडियो अपलोड गर्न गइरहेको छु भिडियो अपलोड गर्न कमेन्ट चाहिँ ठोकेर दिनु होला युट्युबमै आउने छ है सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है मान्छेको मिडियाहरू ठाउँमा आइपुग्छ खै हामीलाई त मिडिया कहिले पनि आउँदैन त मिडिया अब भर्यो भने आफै मिडिया पुगिसकेपछि हामी अहिले चाहिँ आफै मिडिया भएर माइक्रोफोन चाहिँ ल्याउनै बिर्सेछु मैले है माइक्रोफोन चाहिँ अब अर्कोचोटि आउँदा चाहिँ ल्याउन नबिर्सिकन लिएर आउने छु म है उकालो चढ्दै गर्नु बिहान मात्रै थाहा हुन्छ उहाँ हुनुहुन्छ हाम्रो विजय काका हुनुहुन्छ हाम्रो टल्के काका हुनुहुन्छ है चस्मा सस्मा लाएर पुरा हिरो भएर हिँडिराख्नु भएको छ है पाथिभरा माता के जय जय ल हेर्नु होला हाम्रो टोलीहरू हुनुहुन्छ उहाँ टन्नै हुनुहुन्छ हामी 11 जना छौँ है अहिले चाहिँ एकदमै धमाधम हिँडिरहेको छौँ हामी अहिले चाहिँ ठ्याक्कै यो चपेटी भन्ने ठाउँमा आइपुगेको छौँ हामी है ल हेर्नुहोस् चपेटी केही छैन यहाँ त्यति साह्रो एउटा झुटलुङ्गे पुल छ पर त्यति नै हो ल हेर्नुहोस् अहिले चाहिँ म लारुम्बा आइपुगेको छु हेर्नु कस्तो हावाहुरी चलेको आफ्नो सुत्दै थियो दमकतिर पनि त्यस्तै हावाहुरी चल्दैछ अरे लारुम्बातिर पनि त्यस्तै रहेछ आज ल हेर्नुहोस् बिहानै हिँडेको हामी लगभग 5 बजे हिँडेको दमकबाट अहिले चाहिँ ठ्याक्कै लारुम्बा आइपुग्यौँ हामी साह्रै गलिँदो रहेछ नि हो के गर्नु दुःख छ दर्शन गर्न जानु पनि दुःख छ हुन त अब दुःख नगरी सुख पनि पाइँदैन लारुम्बा हो देख्दैछौ लारुम्बा नबेच्ने होस् त्यति साह्रो पैसा नकमाऊ होला हो कहाँ राख्नु फेरि राष्ट्रिय ब्याङ्कले लिँदैन होला फेरि पैसा गाह्रो छ साह्रै गाह्रो छ भन्नु मात्रै छ हेर्नु न लारुम्बा लारुम्बाको टाढो है यो चाहिँ लारुम्बाको टाढो पुरा आउँदै हुनुहुन्छ हाम्रो एकदमै हावा चलिरहेछ बढी भन्दा पनि बढी मात्रामा है 2 जना उहाँ जाँदै हुनुहुन्छ एउटा त कुखुरा चोर अस्ति हाम्रो गाउँ घरको कुखुरा चोरेको थियो को त जानु छ हेर्दै गर्नु है
ल हेर्नुहोस् हेर्नु ल हेर्नु लारुम्बा हेर्न म लारुम्बा देखाउन गइरहेको छु है हेर्नु होला मजाले यही हो लारुम्बा बजार भनेको है अहिले चाहिँ हामी पाथिभारासम्मको यात्रा दमकदेखि हाम्रो पैदल यात्रा पाथिभारासम्मको अहिले चाहिँ ठ्याक्कै यो लारुम्बादेखि पारिपट्टि के भन्छ यो शनिबारे डाँडातिर आइपुग्यौँ हामी है शनिबारे डाँडातिर आइपुग्यौँ यहाँ थुप्रै छौँ हामी तल चाहिँ आउँदै हुनुहुन्छ ए यो ब्याग बोकेर चाहिँ नि पाखुरा चाहिँ साह्रै दुख्दो रहेछ हौ हत्तेरिका ल हेर्नुहोस् हो त्यो माथि चाहिँ टुप्पीदेखि मुनिको चाहिँ ठ्याक्कै त्यो फुटबल ग्राउन्ड हो है लारुम्बाको यो मुनि चाहिँ यो देखिएको यो अलिअलि देखिएको यो सानो बजार हो त्यो ठ्याक्कै त्यो टुप्पीको पारिपट्टि चाहिँ ठुलो बजार लाग्छ लारुम्बा त्यहाँ चाहिँ फागुनन्द गुरुको मूर्ति भएको चाहिँ त्यही हो है टुप्पी कस्तो आउँछ अर्कोचोटि चाहिँ यस्तै उस्तै हो ल हेर्नुहोस् कहाँबाट हिँड्नु पर्दो रहेछ ल हेर्नुहोस् अहिले चाहिँ हामी पाथिभारा स्कुल जाँदै गरेको पाथिभारा स्कुल दर्शन गर्न जान आँटेको हामी अहिले चाहिँ है के गर्नु नजाउँ भने पनि बाध्यता छ स्कुल टाढो छ जानै पर्यो ल हेर्नुहोस् ल हेर्नुहोस् हाम्रो चाहिँ स्कुलको ड्रेस है यो चाहिँ पुरै स्कुलको ड्रेस ल हेर्नुहोस् है ल हेर्नुहोस् ठ्याक्कै डाँडा पाडी है हाम्रो दमक चाहिँ यही हो ल हेर्नुहोस् दमक ठ्याक्कै ल हेर्नुहोस् त त्यही हो है हाम्रो दमक चाहिँ खोलाबारी ठ्याक्कै ल हेर्नुहोस् अहिले चाहिँ ठ्याक्कै शनिबारतिर आइपुग्यो हामी बाटो छ त्यता उहाँहरू चाहिँ माथिबाट जाँदै हुनुहुन्छ म चाहिँ बाटो जाँदैछु भनेर भन्दा पनि यता बाटो छ भने यतैबाट जाँदा हुन्थ्यो फेरि म पनि यतै चढ्योस् त्यताबाट नजाउँ होला है तपाईँहरूलाई म राम्रो राम्रो भ्यूहरू देखाउँदै लान्छु है हेर्नुहोस् मलाई हेरिराख्नु हो भने त म त राम्रो राम्रो भ्यूहरू देखाउँछु नि ल हेर्नुहोस् हेरिराख्नु है सधैँ ल हेर्नुहोस् ए ल हेर्नुहोस् भ्यूहरू देख्नुभयो ए यो चाहिँ के भन्छ त्यो चौरी गाई है यो चाहिँ यो चाहिँ हाम्रो पाहाडको चौरी गाई हो यो चाहिँ एकदम लेक ठाउँ हो है शनिबारे डाँडा भन्ने ठाउँ हो एकदम लेक हो भनेर भन्दिनँ लेक चाहिँ होइन गफ हानेको ल हेर्नुहोस् हुन पनि सक्छ हावाहुरी एकदम चल्छ है ल हेर्नुहोस् घुमाइ घुमाइ देखाइदिन्छु म त ल हेर्नुहोस् त ल हेर्नुहोस् चित्त बुझ्ने गरी हेर्ने चित्त बुझ्ने गरी चित्त बुझेन भने चाहिँ मलाई भनिहाल्नु कमेन्टमा लेख्नु होला है म चित्त बुझ्ने तपाईँलाई भ्यूहरू देखाउने छु धन्यवाद तपाईँहरूलाई झन् दामी भ्यू देखाउन गइरहेको छु म ल हेर्नुहोस् देख्नु चाहिँ देखिँदैछ कि छैन हेर्नुहोस् है भन्दैछु ल हेर्नुहोस् है ठ्याक्कै हो पारी माई खोला यता रता खोला यता मामा खोला यता हामी चाहिँ यो के भन्छ शनिबारे डाँडा हेर्नुहोस् शनिबारे डाँडा आइपुग्यो देखिँदै गरेको स्कुलमा गएर हाम्रो एकछिन विश्राम हुनेछ जति आराम गरेर त्यही बाटो हुँदै त्यो डाँडाबाट हुँदै यसो माथि जानु हेर्दै गर्नु है बाटो यस्तो छ अहिले बर्खा लागिरहेछ है पाहाडको बाटो यस्तै हो ल हेर्नुहोस् है गाइस ए यस्तो बाटो हिँड्नुपर्छ है ल हेर्नुहोस् काँडा गाडी
एकदमै गाह्रो भइरहेछ अहिले चाहिँ मलाई है। ल हेर्नुहोस् है बाटो हेर्नुहोस् है। ल हेर्नुहोस् तल हेर्दा सिधै भिर छ। ल हेर्नुहोस् कहाँ हो थाहा नै हुँदैन। तल एकदम डेन्जर ठाउँ हो यो है। एकदम बाटो हेर्नु न कस्तो छ। ल हेर्नुहोस् त बाटो पर आइरहेको छ मेरो साथीहरूको। ल हेर्नुहोस् एकदम गलिसकेको छौँ है हामी अहिले चाहिँ। शनिबारे डाँडादेखि माथि आज चाहिँ हाम्रो रक्सेसम्मको यात्रा। रक्सेमा गएर आजको हाम्रो बास बस्ने त्यहाँ है। अब यहाँदेखि हामी हिँड्दैछौँ रक्से। अहिले लगभग 6 बजेतिर पुग्छौँ होला हामी है। 6 बजे पुगेर खानासाना आज त्यहीँ बसोबास हाम्रो त्यहीँ। ल हेर्नुहोस् न यहाँ यसरी डढेर लागेको ठाउँमा यो हामी यसरी हिँड्दैछौँ। ल हेर्नुहोस् बाटो हेर्नुहोस्। ल हेर्नुहोस् बाटो देख्नुभयो। ल हेर्नु यसरी तर्दै हिँड्नुपर्छ है। ल हेर्नुहोस् हाम्रो यात्रा चाहिँ रमाइलो भइरहेको छ। रमाइलो चाहिँ है सबैजना छौँ हामी, धेरै छौँ, 11 जनाको टिम छौँ हाम्रो। दमकदेखि पाथिभरा ताप्लेजुङसम्मको पैदल यात्रा है। यता चाहिँ अगाडि ल्याउनु न मलाई चाहिँ। यहाँ मेरो एउटा साथी हुनुहुन्छ म देखाउन गइरहेको छु तपाईँलाई। कृष्ण काले नक्कले हो उहाँको नाम है। ल हेर्नुहोस् हामी चिडमा आइरहेको छौँ चिडमा। ल हेर्नुहोस् ल हेर्नुहोस् न यहाँ हिँडेको। ल हेर्नुहोस् बाँस सास काँडा साँडा घाडा केही चाहिँ निन्दैन। रिसाको झ्वाकमा हिँडेको छौँ यहाँ हामी। यस्ता काँडाहरू त यसरी कुल्चेर पो हिँड्छ हामी त। यसरी काँडा कुल्चेर हिँड्छ हामी। खबाट खत्रै मान्छे हो, छबाट चाहिँ छैन कि, खबाट चाहिँ फेरि खत्रै हो। ल हामी यहाँ बरपिपलको बोटमुनिको चौरीमा एकछिन विश्राम गरौँ होला है। धन्यवाद। वेलकम टु माई ब्लग। अहिले चाहिँ हाम्रो यो ताप्लेजुङसम्मको पैदल यात्रा रवि आइपुगेको छौँ है। रविको चिया बगान। ल हेर्नुहोस् रविको चिया बगान आइपुगेको छौँ अहिले चाहिँ है। साथीहरू पछाडि नै हुनुहुन्छ, म चाहिँ यसो अगाडि। ल हेर्नुहोस् है रवि आइपुगेको छौँ। ओह त्यो पारिदेखिको तपाईँहरूलाई रवि बजार देखाउँछु म पर्खिनु चाहिँ। त्यो पारि हो रवि बजार, त्यहाँ पुग्नुपर्ने। अहिले चाहिँ हामी हिँड्दै पैदल यात्रामा छौँ हामी। एकदमै गलेको छौँ है। मानपुरदेखि हिँडेको बिहान 4 बजे। अहिले ठ्याक्कै रवि आइपुग्न लाग्यौँ हामी। अहिले चाहिँ अब हामी रवि बजारबाट ठ्याक्कै घुर्मुसे पञ्चमीतर्फ लाग्दैछौँ है। यहाँ हेर्नुहोस् सबैजना हाम्रो साथीहरू है। दाइ आउँदै हुनुहुन्छ पर है। यो चाहिँ एकदम रवि बजार है। अहिले पिच भएको रहेछ रवि बजार पनि है। अहिले चाहिँ हामी कहाँ आइपुग्न लाग्यौँ अरे? सप्तमी बजार होइन? यो म हुँ र यो मेरो। अहिले चाहिँ हामी सप्तमी बजार आइपुग्न लाग्यौँ है। हाम्रो दाजुहरू हुनुहुन्छ, साथीहरू छ है। सबैजना एकदम रमाइलो भइरहेछ। आज हाम्रो घुर्मुसे पञ्चमीसम्मको यात्रा है। यो चाहिँ मेरो ठ्याक्कै टल्के काका हो कि। हेर्नु न टिलिक मात्रै टल्किन्छ। अहिले चाहिँ हामी ठ्याक्कै
घुर्मुसे पञ्चमी होइन यो के भन्छ सप्तमी बजार ठ्याक्कै आइपुगेको छौँ अहिले हामी है। अब त्यही डाँडै डाँडा जाने हो हामी। अहिले चाहिँ यहाँ हामी सबैजना रेस्ट गरिरहेको छौँ है। हाम्रो अशोक हुनुहुन्छ, यता विजय हुनुहुन्छ, यता कृष्ण, यता सुरज, यता मुकेशजी हुनुहुन्छ। हामी चाहिँ सबैजना है चौधरीजी हुनुहुन्छ भनौँ न होइन। मुकेशजी भन्यो भने चौधरीजी भन्यो भने हामी चाहिँ 2078 सालको पैदल यात्रा पाथिभारासम्म है हामी सबैजना अहिले चाहिँ हामी यो घुर्मुसे पञ्चमी हुँदै यो के भन्छ नौमी डाँडातिरको हाम्रो यात्रा सबैजनाको आउँदै हुनुहुन्छ। सबै पछाडि कोहीहरू यहाँ अगाडि पनि हुनुहुन्छ है। के भयो खुट्टा निको भयो अरे ल हाम्रो उहाँको खुट्टा मड्केको थियो अरे निको भयो अरे। हिँडाइ एकदमै भइरहेको छ हाम्रो चिल भइरहेछ। अझै हामी आजदेखि पनि अझै 3 दिन हिँड्नुपर्छ हामी है। 3 दिन भयो दमकदेखि हिँडेको। आज ठ्याक्कै बाटो चाहिँ सजिलो छ है हामीलाई। बाटो सजिलो छ हेर्नु, बाटो यही हो, ओह्रालो उकालो मात्रै छ। ओह्रालो उकालो भिरालो एकदम सजिलो छ बाटो चाहिँ। यो नौमीको झुलुङ्गे पुलतिर पुग्न लाग्यौँ है ल। गाउँबारी रहेछ यहाँ त कस्तो राम्रो। हेर्नु त ल खेतको घर कस्तो मिलेको। ल बाटो हेर्नु त है। हामी हिँड्दै हिँडेको बाटो ल हेर्नु, बाटो हेर्नु है। ल हेर्नुहोस् तल दाजु पनि जाँदै हुनुहुन्छ हाम्रो। यस्तो बाटो पाथिभारा माताको दर्शनको लागि हामी पैदल यात्रा भइरहेछौँ। बाटो बिर्सेको छैनौँ, यतै हो बाटो। तलै उहाँ झुलुङ्गे पुल देखिँदै थियो अहिले भर्खरै माथिबाट हेर्दा डाँडाबाट। आउनु न आउनु, अलि गाह्रो त भइहाल्छ नि। जे होस् हाम्रो यात्रा चाहिँ एकदमै रमाइलो भइरहेको छ है। हाम्रो दमकदेखि पाथिभारा ताप्लेजुङसम्मको यात्रा एकदम रमाइलो भइरहेछ। के भन्नुभएको? अङ्गुर जस्तै फलेको रहेछ। अङ्गुर होइन यो अङ्गुर जस्तो फलेको रहेछ भनेको नि। काँचोमा हुन्छ यस्तै हुन्छ होइन। अनि ल हेर्नुहोस् त्यो ठ्याक्कै पारी देखिएको गाउँ पुग्नुपर्ने हामी। ठ्याक्कै झुलुङ्गे पुल चाहिँ यहाँबाट। पानी सफा छ। ल हेर्नु डाँडाहरू एकदमै। ल हेर्नु हिँडा यस्तो हुन्छ है हाम्रो। गुटुङटुङ हिँडेपछि हिँडेको हो एक करो सुई ल हेर्नु सल्लाह घारी रहेछ यहाँ। सल्लाह हो कि उत्तिस हो? सल्लाह हो नि होइन। एकदमै राम्रो सल्लाह घारी रहेछ यहाँ।
एकदमै रमाइलो यात्रा भइरहेको छ। म पनि हिँड्दैछु यहाँ गलेर एकदमै। भोले बाबाको मन्दिर रहेछ यहाँ। बिहानै भोले बाबाको दर्शन गर्न पाइयो है। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। एकदमै भजन कीर्तन सुन्दै हामी रमाइलो पारेर हिँडिरहेको छौँ है। यात्रा रमाइलो भइरहेछ अहिलेसम्म। अझै 3 दिनको यात्रा छ हाम्रो। ल अहिले चाहिँ हामी यो नौमी डाँडा भन्ने ठाउँ रहेछ। नौमी डाँडा रहेछ यो चाहिँ। त्यो तल तल झुलुङ्गे पुलमा पुग्नु पर्ने है। हामी चाहिँ हिँड्दैछौँ, बाटो रहेन रहेछ यताबाट। जाउँ 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 लु। माथिबाटै थियो जस्तो लाग्यो बाटो, अब कहाँ छिरायो फेरि हेर न। डल्ला झर्दा पनि डर लाग्छ हौ। हेलो हेलो, सिधै भिर छ तल, अनि कसो डर नलागोस् लु। हेर्नु न यहाँ सिधै भिर छ तल। बिहान 5 बजेदेखि नौमी डाँडाको झुरुङ्गे पुल आइपुग्न लाग्यौँ है हामी। ल हेर्नुहोस् यो चाहिँ नौमी डाँडा है। यो चाहिँ साथीहरू कहाँ हुनुहुन्छ अझै आइपुग्नै भएको छैन। ल हेर्नुहोस् बाटो हेर्नुहोस् ल। हिँड्दै हिँड्दैछौँ हामी पैदल यात्रा। दल पैत्र या ल हेर्नुहोस् त्यहाँ मुनि ऊ झुलुङ्गे पुल देखिँदैछ नि, हो यो झुलुङ्गे पुलमा जानुपर्ने हामी ठ्याक्कै। अहिले यो जुन यात्रामा जाँदैछौँ नि, तपाईँहरूले सम्झिँदा पनि एउटा कथा बन्छ क्या, त्यस्तो ठाउँमा हामी जाँदैछौँ। ल हेर्नुहोस् यहाँ हिँडेर त्यो पनि त हेर्नुहोस् पाथिभारा माताको दर्शन गर्न हामी हिँडेर जाँदैछौँ। एउटा कथा बन्छ होला तपाईँहरूले सम्झिँदा पनि। ल हेर्नुहोस्
यस्तो जङ्गलको बाटो हामी सरासर हिँडिरहेछौँ। ल हेर्नुहोस्, होइन यता एउटा जिन्दगीको लामो पहिलो यात्रा हो यो मेरो पैदल यात्रा। जिन्दगीको मेरो एकदम यति लामो हिँडेर पहिलो यात्रा हो। पाथिभरा माताको दर्शन गर्न गएको है, त्यो पनि त्यत्तिकै हामी घुम्न हिँडेको होइन, पाथिभरा माताको दर्शन गर्न हिँडेको है। ल हेर्नुहोस् त, यस्तो हिँडेर जाँदा अनि एउटा कथा बन्दैन त, बनिहाल्छ नि कथा त। ल हेर्नुहोस् त, कस्तो दामी झर्ना रहेछ यहाँ। उयो झर्नामा नआउने होला होइन दाइ? उयो झर्नामा नआउने हो, यो झर्नामा होला हौ। 5 बजे बिहान हिँडेको, 5 बजे होइन 1 बजेतिर हिँडेको। अहिले हामी कति टाइम भएको छ, 6:25 भएछ। ठ्याक्कै 9 मिनट जाडा आइसक्यो। आज चाहिँ हामी यता यो रवि, चिसोपानी, पञ्चमी, घुर्मुसे पञ्चमी, उत्तरे हुँदै यता नवमी हुँदै हेवा खोला हुँदै है काबेली हुँदै निस्केर जाने हो। तर हिँडेर है, पैदल यात्रा हो। ल हेर्नु, यो पहिलो झुर्लुङ्गे पुल हो, अर्को दोस्रो झुर्लुङ्गे पुल ऊ पर त्यो ठ्याक्कै घर भएदेखि अलिकति मुनितिर छ, त्यहाँसम्म जानुपर्ने। हाम्रो साथीहरू आउँदै हुनुहुन्छ है, उहाँहरूलाई पर्खिँदैछौँ हामी। ल हेर्नुहोस्, यहाँ झर्ना रहेछ, कस्तो दामी झर्ना रहेछ। ल हेर्नुहोस् त, अब हामी यहाँबाट चाहिँ नुहाइधुवाइ गरेर हिँड्ने हो है। त्यो झुर्लुङ्गे पुलमा पुगेर चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भएर जाने हो हामी। ल झुर्लुङ्गे पुल पनि हेरिहाल्नु भयो है। यो खोइ नवमी डाँडा भनेर भन्दै हुनुहुन्थ्यो। त्यहाँदेखि सबै यहाँ एउटा जोडेको बाटो हुनु नि होइन, पाहाडै पाहाडका बाटो। म केही बोल्न सकिरहेको छुइनँ है, हेरिराख्नु होला। एकदमै गाह्रो भइरहेछ। ल स्कुलमा बस्नु, ल एकछिन रेस्ट। साथीहरू एकदम खाक्क खाइ चाहिँ ल हेर्नुहोस्, गलेर पुरै खाक्क खाइ गर्दैछन्। आज चाहिँ टोलीहरू बिस्तारै हिँड्दै हुनुहुन्छ, एकदम लेभलमा हिँड्दै हुनुहुन्थ्यो है। हिजो चाहिँ कोही अगाडि कोही ऊ पर पुग्ने, आज सबै गल्नु भएको छ, त्यही भएर एक लेभलमा हिँड्दै हुनुहुन्छ। ल हेर्नु, टोली नै आउँदैछ गुट्टु टुट्टु 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 टु। अहिले चाहिँ हामी फिदिमको लागि निस्किसक्यौँ सबैजना। अब यहाँ नवमीदेखि खाना खाएर सब फिदिमको लागि निस्किँदैछौँ हामी चाहिँ है। हाम्रो यात्रा सफल होस्। यहाँ त बाटो पनि पिच बनिसकेको रहेछ, पिच हिँड्दैछौँ। अशोक विजय, विजय हो, के छ खबर? काकालाई विजय भन्न ए काका पो बिर्सेछु म त। ल हेर्नुहोस्, पिच बनिसकेछ यहाँ पनि। एकछिन अब बिसाउँदैछौँ हामी यहाँ है, कहाँ जाऊ? यसो विश्राम।
अहिले चाहिँ हामी फिदिम बजार है, यो चाहिँ ठ्याक्कै फिदिम बजारमा आइपुगेको छौँ है। आउँदा आउँदै एकदम रात परिसकिसक्यो। आजको बास चाहिँ हाम्रो हेवा खोला होइन, ए सरी फिदिम होइन, हेवा खोला चाहिँ रहेछ है। अब हामी हेवा खोलासम्म पुग्नुपर्ने, अझै हिँडिरहेको छौँ हामी। झमक्कै साँझ परिसक्यो है, आउँदैछौँ हामी। हजुर भन्न न। आजको हाम्रो यात्रा अब यहाँ हेवा खोलाबाट हामी सल्लेरी हुँदै काबेलीतर्फ निस्किन जाँदैछौँ हाम्रो सबैजना है। हेवा खोला हुँदै काबेलीतर्फ लाग्यौँ हामी चाहिँ। निकै माथि आइसकिसक्यौँ हेवा खोलादेखि है। कस्तो भइरहेको छ अनि? सही भइरहेछ सरहरूलाई हिँड्नु मजा भइरहेछ? ल पाथिभरा माता कि जय जय हो। ल छिटो आऊ छिटो। देखेको छैन कहिले? बगाटको बोटो पर आजको हाम्रो हिँडिरहेको छौँ। सबैजना एकदमै गलिसकेको छौँ है। अरू हाम्रो नगरदेखि हिँडेको 4 दिन भएछ, अझै 2 दिन काबेली गएर बस्यौँ भने गएर बस्ने एकदमै गएको छौँ अहिले चाहिँ हामी। झरेको फेरि यसो हेर्छु ढुङ्गा लगाएको छ झुलुङे पुलमा। कोही कहाँ सबै छुटिसकेको छ अहिले गलेर, एकदमै गलिसक्नु भएको छ सबैजना। तै पनि हिँडिरहेको छौँ हामी। अमरपुरबाट काबेलीतर्फ सबैजना जाँदै गरेको। अनुहार त कस्तो चाउरी परिसक्यो के जाँदै गरेको नसुतेको 5 दिन भइसक्यो। यसरी ढल्किँदा पनि निन्द्रै लाग्छ। बाटो चाहिँ यस्तो छ इत्रु डैत्रु। बाटो हेर यत्रो छ सानो। हाम्रो अशोकजी पनि हुनुहुन्छ है। हामी एकदमै काबेलीको यात्रा गरिरहेछौँ। आज अमरपुरबाट हिँड्यौँ हामी बिहान 4 बजे। काबेलीतर्फ झर्दैछौँ हामी। यो सल्लेरीको जङ्गलै जङ्गल। यो चाहिँ हाम्रो कमलपुर होइन अमरपुरको अमरपुर गाउँपालिका हो।
ए बिस्तारै हिँड न हौ काबेलीतर्फ जाँदै गरेका हाम्रो टोली हामी जम्मा 11 जना छौँ दमकबाट पैदल यात्रा ताप्लेजुङ पाथिभारासम्मको ल हेर्न सबैजना आउँदै हुनुहुन्छ यो चाहिँ काबेली पुग्न निकै टाइम लाग्ने चान्सेस छ अहिले हामी हिँड्न सकिरहेको छैनौँ है अहिले चाहिँ ठ्याक्क हामी यो काबेली खोलाबाट नुहाएर माथि उकालो चढ्दैछौँ अब काबेलीको पुल हेर्नु है काबेलीको पुल काबेली यही हो काबेली आइपुग्यौँ हामी नुहाइ गरेर पूजापाठ गरेर अब खाजाको लागि निस्किँदैछौँ हामी हामी ठ्याक्कै काबेलीको पुलमा हिँड्दैछौँ काबेली आइपुग्यौँ अब हामी खानासाना खाएर आज सानो फेदीसम्म पुग्ने हाम्रो सानो फेदी ठुलो फेदीतिर गएर बास बस्ने भन्दै हुनुहुन्छ सबैजनाले हेर्दै जाउँ अब हिँड्दै जाउँ कहाँसम्म पुगिन्छ त्यस्तै हो हाम्रो यात्रा सफल रहोस् ल काबेलीको यही हो ताप्लेजुङ छिर्यौँ यहाँबाट चाहिँ अब हामी पाँच थर कटेर ठ्याक्कै यो चाहिँ सिमाना यो चाहिँ गेट हो काबेलीको गेट हाम्रो अशोक पछाडि नै आउँदै रहेछ यहाँ दुईजना हिँड्दै हुनुहुन्छ अगाडि त्यत्रो हिँडेर आइसकिसक्यो ताप्लेजुङ पाथिभारा मन्दिर बन्द भन्ने हल्ला छ एकदमै है आजदेखि छिर्नु नदिने भन्ने भइरहेको छ तर पनि हामी जाँदैछौँ है हाम्रो काप्ले पार्टीतिरको यात्रा सबैजना एकदम यहाँ पाथिभारा जान नदिने भन्ने उयो भएर सबैले भेष खोलेको छौँ है सबैले भेष खोलेर त्यत्तिकै यात्रा भइरहेछ यहाँ सरहरूले जानु मिल्दैन भन्ने उयो गरिराख्नु भएको छ है तर पनि गइरहेको छौँ पाथिभारा एकदम मन्दिर बन्दै अरे तर हामी पैदल यात्रा आएको पैदल यात्रा आउनेहरूलाई त दिनुपर्ने हो भन्ने हिसाबले हिँडिरहेको छौँ हामी ल एकदमै गाह्रो भइरहेको छ अहिले चाहिँ हाम्रो विजय कृष्ण भाइ तल सुरज भाइ आउँदै हुनुहुन्छ ल हेर्नु यसरी हेर्नु यस्तो बाटो छ हेर्नु यस्तो बाटोबाट हामी माथि चढ्नु पर्छ यसले हटे चिज भन्छ भाइ चिलमा हो एकदम मेरो दाइ चिल हो चिल हो हाई गरिदेऊ एकजना आइपुग्यो दुईजना मोटेलाई हेर्न कसरी हुन्छ मोटे जस्ट चिलमा है भाइ जस्ट चिलमा
जान्छ नि त उसको त ओ ल आयो अरू तल उहाँ ऊ ग्रुपै बसिराख्नु भएको छ तल है ऊ तल ल हेर्नुहोस् हामी सुकेटारबाट माथि मन्दिरतर्फ लाग्दैछौँ सबैजना अरू पछाडि आउँदै हुनुहुन्छ है यो चाहिँ सुकेटार एयरपोर्टको छेउछाउ हिँड्दैछौँ हामी सुकेटारबाट हामी नुहाइधुवाइ गरेर निस्किसक्यौँ नुहाइधुवाइ गरिदिएको बिहान बिहानै रुगा मार्की पनि लाग्यो जस्तो छ आज साह्रै चिसो पानी रहेछ सुकेटारको पाथिभरा माता की जय त्यो माथि देखेको टुप्पोमा पुग्नु पर्ने हामी पारिपट्टि अशोकहरू माथि पुगेको छैन हाम्रो दमकदेखिको पाथिभरासम्मको पैदल यात्रा सफल भइसकेको छ हामी चाहिँ अहिले यो ठुलो फेरि ठ्याक्कै आइपुगेर अब पाथिभरा माताको दरबारबाट छिर्दैछौँ हामी है एकदम गलेको छौँ जय पाथिभरा माता की जय ल हाम्रो यात्रा यस्तै भयो हाँसी खुसी आइपुग्यौँ एक दिन चाहिँ अलिअलि रुनु पर्यो झन्डै है दमकबाट पैदल यात्रा यहाँहरूलाई पनि वेलकम छ पाथिभरा ताप्लेजुङसम्म हामी चाहिँ दाजुहरूसँग वर्षै पछि आउने गरेको छौँ है एकदमै गाह्रो भइरहेको छ अहिले आजै हामी पाथिभरा माताको दर्शन गरेर फर्किनेछौँ अहिले सुबह 2 बजेको छ दिनको 2 बजेको छ अहिले 9 गते बिहान हिँडेको हामी आज 16 गते होइन आज 14 गते हो आज 14 गते हामी ठ्याक्कै पाथिभरा आइपुगेको छौँ 6 दिनमा ठ्याक्कै हामी अहिले कान्छी थान आइपुग्यौँ यो चाहिँ हाम्रो कान्छी थान म यहाँहरूलाई देखाउने छु कान्छी थान ठ्याक्कै हामी अहिले कान्छी थान आइपुगेको छौँ ल हेर्नु कान्छी थान पाथिभरा माता की जय ठ्याक्कै पाथिभरा माताको ठुली आमाको मन्दिर आइपुगेको छौँ हामी अहिले ठ्याक्कै हाम्रो दमकदेखिको पैदल यात्रा पाथिभरा ठुली आमाको सम्म आज 4:05 सफल भएको छ अहिले ठ्याक्कै आइपुग्यौँ अब
पूजापाठ गरेर हामी अहिले नै फर्किन्छौँ। माताको दर्शन गरेर अझै तल आउँदै हुनुहुन्छ। दुईजना अघि आइसक्नु भएको छ। 9 जना अझै आउँदै हुनुहुन्छ। पाथिभरा माता की जय। दमकदेखिको हाम्रो पैदल यात्रा ठुलिआमाको दरबारमा आइपुगेको छौँ हामी। ठुलिआमाको दरबारमा आइपुगेको छौँ। ल ठुलिआमालाई हेर्नुहोस्। ल हेर्नुहोस् ठुलिआमालाई। हामी पाथिभरा ठुलिआमाको सम्म आइपुग्न सफल भएको छौँ। हाम्रो सबैजना टिमहरूलाई ल हेर्नुहोस् ठुलिआमाको मन्दिर। कोही हुनुहुन्न यहाँ, हाम्रो टिम अनि 2 जना काठमाडौँको, एकजना दाइ एकजना दिदी हुनुहुन्छ। उहाँहरू चाहिँ गाडीमा आउनुभएको, हाम्रो चाहिँ पैदल यात्रा हो। ठुलिआमाको सम्म आइपुग्न सफल भयौँ। पाथिभरा माता की जय। पाथिभरा माताले सबैजनालाई साथ दिनुहोस्। अब हामी पूजापाठ गऱ्यौँ। पूजापाठ गरेर मन्दिरबाट निस्किन लागेको। ल हेर्नुहोस् माताको मन्दिर। आज अब हाम्रो पैदल यात्रा पाथिभरा माता की जय। जय जय हो मा। आवे छी हो, कता हल्ला गरेछ हो। हाम्रो दमकदेखि पैदल यात्रा पाथिभरा माताको दर्शन गर्नको लागि सफल भएको छ। अब हामी चाहिँ जाँदैछौँ है, घर फर्किन लागेको। अब घर त के भन्नु, सुकेटारमा गएर बस्ने हो। मेरो देशमा हराइदियो। ल हेर्नुहोस्, ल हेर्नुहोस् त के भ्लग हो पुरै पुरै नै। विशालको त यो हाम्रो होइन पाथिभराको थियो। प्रेम से बोलो पाथिभरा माता की जय। पाथिभरा माता की जय। ल हामी चाहिँ पाथिभरा मन्दिरबाट अब फर्किँदैछौँ है। यहाँ चाहिँ गुरुको घर हो, पाथिभरा मन्दिरको गुरुको, हाम्रो दमककै हो गुरु पनि। ल हामी चाहिँ अब फर्क्यौँ। हाम्रो दमकदेखिको पैदल यात्रा सफल रह्यो। पाथिभरा माताको दर्शन गर्न पाइयो। यस्तो कोरोनाको बेलामा बन्द रहेछ यहाँ ताप्लेजुङ पनि, थाहा भएन हामीलाई। हामीलाई आउनुलाई त्यस्तो रोकछेक केही पनि भएन, तर अरू मान्छेहरू चाहिँ छैन त्यति साह्रो। यहाँ 2-4 जना चाहिँ अघि हामी उकालो चढ्दा आउँदाखेरि दर्शन गर्न आउँदा चाहिँ आउँदै हुनुहुन्थ्यो। यता पाथिभरा दर्शन गरेर जाँदै हुनुहुन्थ्यो। अहिले चाहिँ हामी मात्रै छौँ, 11 जनाको टोली। एकदम चिसो छ यहाँ चाहिँ, अहिले चिसो छ मौसम, एकदम हुसे लागिरहेछ।
नत्र त्यो पारि एकदम त्यो पारि एकदम हिमालहरू देखिन्छ है, हिमालहरू एकदम देखिन्छ त्यो पारि। पाथिभरा माता के जय, जय माता दी। पाथिभरा माता की जय। ल हामी चाहिँ पाथिभरा माताको दर्शन गरेर फर्किँदैछौँ। अब सुकेतारतर्फ लाग्दैछौँ। ल हेर्नुहोस्, सम्झिँदाखेरि है जस्तो लाग्छ। एउटा लामो कथा भन्छ, तपाईँहरूलाई सुनाऊ कि नसुनाऊ, सुनाइदिनु पर्यो। हाम्रो चाहिँ पैदल यात्रा हो दमकदेखि ताप्लेजुङ थुलियामा पाथिभरासम्म। अहिले चाहिँ हामी दर्शन गरेर फर्किन ठुलो फेदी आइपुग्यौँ। हाम्रो भोलि घरको यात्रा चाहिँ भोलिको हो। आज 6 दिनमा दर्शन गरिसक्यो। दमकबाट हिँडेको हामी ठ्याक्कै 6 दिन लाग्दो रहेछ। यहाँ आइपुगेर दर्शन गरेर फर्किँदैछौँ। ल आफै पनि विचार गर्नु त, ल हिँडेर मान्छे कहिले आइपुग्छ हौ यत्रो टाढो। हाम्रो ल हेर्नुहोस्, पुरै हुस्से लागेको छ, एकदम हुस्से लागिरहेछ। म एक्लै हिँडिरहेको छु, साथीहरू पछाडि पछाडि हुनुहुन्छ, कोही अगाडि गइसक्नु भयो। मन्दिरबाट फर्किँदैछौँ हो हामी चाहिँ। हो माथि नै आउँदै हुनुहुँदो रहेछ, धेरै माथि हुनुहुँदो रहेछ। ल पाथिभरासम्मको यात्रा सफल रह्यो हाम्रो। पाथिभरा माता की जय।